नमस्कार। टोखा नगरपालिकाले सुरु गरेको विष्णुमती सरसफाइ अभियान आज 43औं हप्तामा सम्पन्न भएको छ। उक्त कार्यक्रम ठिक बिहान 7 बजे सुरु भएर ठिक 8:30 बजे सम्पन्न भएको हो। उक्त कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीज्यू, यसैगरी सशस्त्र प्रहरी बलका साथीहरू, यसैगरी टोखा नगर प्रहरी बलका कर्मचारीहरू, यसैगरी स्थानीय जनप्रतिनिधिज्यूहरू, सामाजिक व्यक्तित्व, सङ्घ संस्थाका व्यक्तित्वहरू, टोखा नगरपालिकाका कर्मचारी साथीहरू, पत्रकार र टोखा नगरपालिकाभित्र फोहोर मैलामा जोडिनुहुने सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा एक सभ्य र भव्यसँग सम्पन्न भएको छ। उक्त कार्यक्रमसम्म आइपुग्दा टोखा नगरवासीले फोहोर खोलामा फ्याल्न नछोडेको पनि देख्न सकिन्छ। उक्त कार्यक्रमसम्म आइपुग्दा हामीले आज साङ्गले खोला करिडोर हुँदै विष्णुमती वडा नम्बर 9 को सिद्धेश्वर मन्दिरमा सुरु भएको थियो। सिद्धेश्वर मन्दिरमा सुरु भई आज ठिक 8:30 बजे यो कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारीज्यूको उपस्थिति रहेको थियो। वडा नम्बर 9 का वडा अध्यक्ष रामभक्त घिमिरे, यसैगरी विभिन्न वडाका जनप्रतिनिधिज्यूहरू, सामाजिक संस्था व्यक्तित्वहरूको पनि उपस्थित रहेको थियो। खोलामा हामीले 43औं हप्तासम्म आइपुग्दा हामीले सके फोहोर नगरौँ, नसके फोहोर सफा गरौँ भनिरहेका थियौँ। उक्त अभियानमा जोडिनुहुने सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, स्थानीयवासीहरूले निरन्तर रूपमा खोलामा फोहोर फालिरहेको देख्न सकिन्थ्यो। खोलामा साइकल, सोफा, खाट, विभिन्न प्लास्टिकका बोतलहरू, सामग्रीहरू टन्नै यतात्र खोलामा देखिरहेका छौँ। हामीले प्रचारको रूपमा हरेक हप्ता विष्णुमती सरसफाइ अभियान सञ्चालन गरेका छौँ। हामी टोखा नगरपालिका तर्फबाट विनम्रपूर्वक अनुरोध गर्छौँ, सक्नुहुन्छ सफा गर्न आइदिनुहोस्, सक्नुहुन्न फोहोर नगरिदिनुहोस्। यो टोखा नगरपालिकाको अनुरोध हो। यो अनुरोधलाई यहाँले सहज रूपमा स्वीकार्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। र आज हामी 43औं हप्ताको कार्यक्रम सम्पन्न गरिरहँदा पनि फोहोर खोलामा यत्रतत्र झन बढ्दै गइरहेको देख्न सकिन्छ। यहाँहरूलाई विनम्रपूर्वक अनुरोध, प्लास्टिक जन्य चिजहरू ल्यान्डफिल साइडमा लैजाउँ। ल्यान्डफिल साइडमा लैसकेपछि विष्णुमती खोलामा ढल रहित बनाउन कसरी सकिन्छ भन्ने विषयमा तपाईँ हामी छलफल गर्न जरुरी रहिसकेको म यहाँलाई जानकारी गराउन चाहन्छु। आदरणीय महानुभावहरू, यो अभियानमा जोडिनुहुन म टोखा नगरवासीहरूलाई हार्दिक अनुरोध गर्छु र 44औं हप्तामा हामी सुरु गर्ने फोहोर सरसफाइ अभियानमा तपाईँहरू सामाजिक व्यक्तित्व, नगरवासी, स्थानीयवासी, सम्पूर्ण सामाजिक व्यक्तित्वहरूलाई यो कार्यक्रममा जोडिनुहुन म विनम्रपूर्वक अनुरोध गर्छु र सहभागी भइदिनु पनि हार्दिक अनुरोध गर्छु। र 44औं हप्ताको कार्यक्रम पनि हामी वडा नम्बर 9 कै भागमा गर्नेछौँ। आजबाट तारकेश्वर नगरपालिकाले पनि आफ्नोपट्टि साइडमा सरसफाइ अभियान सञ्चालन गर्न सुरु गरेको छ। र यसै गरी संयुक्त रूपमा अब यो सरसफाइ अभियान अगाडि बढाउँदै जानु म टोखा तथा तारकेश्वर नगरवासीहरूलाई विनम्रपूर्वक अनुरोध गर्दछु।
अब उ त्यो मिनी धरहरा क्याफे भन्नेको त्यो लोगो छ नि ती लोगोहरू अर्को पालि अर्को हप्ता आउँदाखेरि पनि खोज्न गर्ने मान्छे यहाँको समाधान के हुन्छ त्यो त्यो गिटारै आएछ अब त्यो गिटार पनि जोड्न आएको अब अहिले गिटार